हाई गाइज हामी चाहिँ आज दुई बहिनी अनि कुन गेम खेल्ने रे कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न गइरहेको छौं यो चाहिँ धेरै युट्युबमा पनि धेरै आयो र हामीलाई पनि कस्तो रहर लाग्यो अनि ल हेरौँ है त आज गेम कस्तो हुन्छ अघिसम्म गएर चाहिँ अब सँगै जानु पनि भएन हामी निस्किन चाहिँ सँगै निस्क्यौँ तर कता कता चोकतिर फरक फरक पसलमा कहाँ पुगेर अलिअलि दुई बहिनी यसो खेल्ने भनेर चाहिँ ट्रेन्ड फलो गरौँ न भनेर हामी चाहिँ गेम खेल्न गइरहेको छौँ। अब सुरु गरौँ है। अनि कुन कलर फर्स्टमा हेरौँ न त्यहाँ जुन कलर ए हो त नि है होइन कुन कलर अनि त्यही अनुसार निकालौँ न नहेर्ने सँगै अनि 1 2 3 भनेर निकाल्ने त फर्स्टमा तले भन्नु जुन भयो भने व्हाइट नै तेरो चोइस ल व्हाइट है त ल व्हाइट कलर है त ल सँगै है 1 2 3 को भन्ने है ल भयो भने त भयो ल 1 2 3 1 2 एकछिन ल कल देखिसकिस् क्या हो होइन 2 3 गो मेरो अझ अर्को पनि छ है एउटा दुध एउटा दही होइन अनि मसँग दही अनि अर्को पनि छ है मसँग तँलाई अर्को पनि व्हाइट के हो त्यो फेरि व्हाइट गिफ्ट के छ त भन्दा मिस्त्री आमा यो त अस्ति किनेर राखेको मैले त्यहाँ यो गिफ्ट यस्तो चाहिँ पाइन्न है यस्तो यो त भएन अलि यो चाहिँ खतरा किन्छ यस्तो हो तैले तँलाई अब खडेरी दिन लायो अनि अब होइन ग्लास आजभोलि होइन नि ओके ल थ्यांक यू अब खडेरी चिसो दिन छैन नि त अब गर्मी दिनमा पानी अलि खानु तँलाई स्कुल जाँदाखेरि टक्क बनाएर दही जानु अनि यो मिश्री तर अब यो नेक्स्ट दुध दही त ठिक छ म माने यो मैले किनेर राखेको मिस्त्री चाहिँ नदिनु पर्ने थियो तै पनि ठिकै छ के होइन बा मैले किनेको त्यस्तो भन्न नपाइ त्यस्तो भन्न पाइदैन ल अब त्यो घरको पुरानो चिजलाई त्यो जे पनि हुन सक्छ क्या अघि नै सल्लाह गरेको नि त हामीले चोरेर दिएको भयो कि ल अब कुन कलर भन् तैले ल अब चाहिँ ल पिङ्क कलर पिङ्क ल पिङ्क है त ल 1 1 2 3 गो महँगोले यो सस्तोको कुरा होइन कि महँगो र सस्तोको कुरा होइन रेड र येल्लो यो के हो यो पिङ्क हो कि नै बाबु अचम्म यो खोलेर हेर्ने भने पनि पिङ्क स्ट्रबेरीको जुस ल्याइदिएको मैले पिङ्की मैले तर यो हेरिरहेको थिएँ फेरि यस्तो फेरि के ल्याउनु भनेर नल्याएको मैले चाहिँ यस्तो ल ठिक छ ल थ्याङ्क यू मेरो होइन यो दुईटा अब कुन भन्नु अब चाहिँ त भन् न अब कुन कलर ब्लू ब्लू भनेको चाहिँ कुन चाहिँ ब्लू कलर चाहिँ मेरो चाहिँ कहाँ छ ब्लू कलर तलै छ खोज्नु पर्छ मैले कतिवटा किनेको थिएँ मेरो यहाँ छुटपुट भएको कि जस्तो लागेको फर्की हेरेपछि कहाँ गेम खेलेको मजा हुन्छ नि भयो बेटी त होला नि ल 1 2 3 गो यहाँ मेरो ठ्याक्कै छ त्यस्तो यो के हो त यो कलर अचम्म छ है यस्तो अरे ल मलाई काहीँ यो चाहिँ थियो छन त तर फेरि नयाँ काहीँ किन्नु पर्ला यस्तो ठ्याक्कै हेयर कलर भने जस्तै मजाको भएछ ल ठिक छ ल अब धन्यवाद आफैले ल अब कुन कलर अब ब्ल्याक हो ब्ल्याक त अब ब्ल्याक मैले के छ अरे ब्ल्याकमा अब ब्ल्याक है ल त छुट्टै ब्ल्याक ए सरी यस्तो बानी आफ्नो चिज गरेर फेरि अर्काको यस्तो हेर्न लागि त्यो चाहिँ ठिक होइन है ल ब्ल्याक एकछिन पट्टु कि 1 2 3 गो पेन वाउ ब्ल्याक पेन मैले अर्को पनि ल्याएँ मैले पेनै सम्झेँ सेम मैले पेन त पहिल्यै गरेको थिएँ अनि लेभेन्टिक पनि अब एउटा मात्र के दिनु भनेर मैले कति ठुलो लेभेन्टिक ल्याइदिन्छु यो सानो ल्याइदिएँ त ठिक छ अब कुन कलर सेम है ल यो चाहिँ सेम है दुई बहिनीको मैले पेन पनि सम्झेँ तर पछि लतरमा त्यहाँ पुस्तक पसल नभेटेर बेसी चाहिँ अनि त्यहाँ पुरानो मेरै पुरानो पेन होइन पुरानो पेन दिन्छ त्यो पुरानो पेन होइन बा पुरानो हो कि होइन भन्ने कुरा यहाँ हेरेर थाहा हुन्छ त्यो त लिड हालेर नयाँ लिड हालेर राम भगवान के बोलेको